रसुवादेखि बग्दै आएको भोटेकोसी नदीले आज एउटा ठुलो वितण्डा मचाएको छ। जानकारी नै नभइकन अकस्मात आएको ठुलो बाढीले ठुलो जनधनको नोक्सानी गर्यो। यो बाढीको कारणले गर्दा रसुवा, नुवाकोट, धादिङ जिल्ला अत्यन्तै प्रभावित बन्यो र सयौं मान्छे हराइरहेका छन्। हजारौं घरहरू भत्किएको, पुरिएको, लेदो पसेको, कटान गरेको अवस्था छ। थुप्रै मान्छेहरू हताहती भएको छ। करोडौं अर्बौं रुपियाँको धनमाल क्षति भएको छ। यो बाढीको वितण्डा र यो बाढीको असर चितवनसम्मै देखियो। चितवन प्रशासनले अत्यन्तै सजग गराएको थियो। नदी किनारमा बसोबास गर्ने र नदी किनारमा काम गर्ने मान्छेहरूलाई सजग गरायो र प्रशासन एकदम कडाई रूपमा लागेको थियो। हामी आज दिनभरि नारायणगढ स्थित नारायणी नदी किनारमा थियौँ। थुप्रै मान्छेहरू हुनुहुन्थ्यो जो नदी किनारमा गएर फोटो खिच्न र त्यो बाढी हेर्न खोजिरहनु भएको थियो। हामी समाचार बनाउने उद्देश्यले, इन्फर्मेसन दिने उद्देश्यले हामी गएका थियौँ भने त्यहाँ जाने धेरैजना मान्छेहरू त्यो वितण्डा हेर्नको लागि र केही मान्छेमध्ये 200-500 जना मान्छे चाहिँ भिडियो बनाउने उद्देश्यले मात्रै जानुभएको थियो। र केही यस्ता पात्रहरू पनि त्यहाँ देखियो जो यो बाढीले बगाएर लिएर आएको विभिन्न सामग्रीहरू, सिलिन्डरहरू निकाल्नलाई एकदम व्यस्त देखिन्थे। प्रशासनले त्यो वरिपरि जानको लागि नै बन्देज गरिरहेको छ। हामी धेरै पर बसेर सुरक्षित तरिकाले भिडियो खिचिरहेका छौँ। तर त्यो शासनको चेतावनीलाई व्यवस्था गर्दै थुप्रै मानिसहरू त्यो नारायणी नदीमा हेलिए र एउटा जाबो सिलिन्डरको लागि मरिहत्ते गरेको देख्दाखेरि अचम्म लागेको अवस्था थियो। किनभने कति मानिसका परिवारहरू सखाप भए, कतिका घरबारविहीन भए, कतिजनाको करोडौं अर्बौंको सम्पत्ति नोक्सानी भयो। खेती गर्ने खेतहरू सबै लग्यो, केही बाँकी छैन। जो 2200-2300, 2500 को सिलिन्डरको लागि मुर्छा परेर नारायणी नदीमै हेलिनेहरू देख्दा अचम्म लाग्यो।